र त्यसपछि जब फुर्सद पाइन्छ, त्यो ड्युटी गएर फुर्सद पाइन्छ भने, यदि तपाईँलाई समय मिल्छ भने अनि यो एकछिन चिन्तन गर्ने, हामी कहाँबाट आएका, मृत्यु पहिला कहाँ थिए, मृत्युपछि कहाँ जान्छौँ, किन जीवनमा सुख दुःख आउँछ, किन यो बुढेसकाल आउँछ, यसको बारेमा चिन्तन गर्नु हो भने त्यो सच्चा अध्यात्म। एकछिनको निम्ति फेरि अस्तिको जमघटतिर लागौँ। हामी संसारिक किसिमको मान्छे भएको हुनाले बारम्बार हाम्रो मन उता गइरहन्छ, तपाईँले व्यथा ताने भने। स्वामीजी, मलाई कहिले काहीँ के लाग्छ भने कि मलाई बताउनुहोस् कि म गलत छु कि छैन भनेर, नेपालको राजनैतिक, नेपालको मात्र होइन संसारकै अब कुनै पोलिटिकल र इकोनोमिक सोल्युसन मात्र छैन, यसमा एउटा स्पिरिचुअल डिमेन्सन, एउटा आध्यात्मिकताको पक्ष जबसम्म हामीले प्रवेश गराउन सक्दैनौँ त्यो बेलासम्म लफडा भइ नै राख्छ भनेर। अस्ति यहाँ किशनजीको बर्थडे थियो, प्रचण्डजी त्यहीँ बसिराख्नु भएको थियो। उहाँ र किशनजी फरक फरक नितान्त डिफ्रेन्ट आइडियोलोजिकल प्ल्याङ्क, फरक फरक वैचारिक धरातलमा उभिएका मानिसहरू हुन्छ। उहाँले उहाँको प्रशंसा गर्नुभयो। आई वाज टच्ड अबाउट इट, किनभने अहिलेको बखतमा सहिष्णुताको जुन आवश्यकता छ, नेपाल विखण्डनको संहारमा उभिराखेको बखतमा मैले सोचेँ कि त्यो भावना उहाँको मनमा यहाँ आएर आएको हो कि एउटा स्पिरिचुअल ठाउँ भएर देखेर आएको हो कि हाम्रो राजनीतिक नेतृत्वलाई आध्यात्मिकताको कति आवश्यकता छ, सहिष्णुताको भनौँ? एकदमै आवश्यकता छ। जो डिसिजन मेकिङ, जसको हातमा निर्णय गर्ने अधिकार छ र जसको निर्णयले मास प्रभावित हुन्छ। एउटा त सामान्य व्यक्तिले, हरेक व्यक्तिले आफ्नो जीवनको निर्णय गर्छ, त त्यसले निर्णयले उसको र उसको परिवार मात्रै प्रभावित हुन्छ। तर प्रचण्डजी, बाबुरामजी, माधवजीहरू जस्तो व्यक्तिले त उहाँको निर्णयले त राष्ट्रपतिजी हुनुभयो होइन, गिरिजा हुनुभयो, उहाँको निर्णयले त पुरै राष्ट्र प्रभावित हुन्छ होइन। एउटा गलत निर्णय गर्नु भने हामी सबैले भोग्नुपर्छ, एउटा सही निर्णय गर्नुभयो भने हाम्रो भविष्य स्वर्णिम हुन्छ। त्यसमा जो यस्तो निर्णायक पदमा बस्नु भएको व्यक्तिहरू छन्, उहाँहरूको मनस्थिति बडो शान्त हुनुपर्छ, बडो शान्त हुनुपर्छ र पर्सनल लाइकिङ र डिसलाइकिङबाट मुक्त हुनुपर्छ होइन। मैले यो मन पराउँछु भन्दै मैले राम्रो होइन, जगतको लागि के राम्रो, नेपालको लागि के राम्रो त्यो हेर्नुपर्छ। म त यति भन्छु कि उहाँहरूले त आफ्नो आइडियोलोजीबाट पनि मुक्त हुनुपर्छ। जस्तो यो आइडियोलोजीको पनि एउटा के कस्तो हुन्छ भने एक प्रकारको आग्रह बस्न जान्छ, आइडियोलोजीको गुलाम भन्छ त्यो, उसको पनि कन्डिसनिङ बस्न जान्छ। म डेमोक्रेट हुँ, अब जो ब्रिटिश डेमोक्रेसी जुन सिस्टम छ त्यस्तै हुनुपर्छ, वेस्टमिन्स्टर डिजाइनकै गभर्मेन्ट बन्नुपर्छ होइन। अब म मार्क्सवादी छु भने जस्तो लेनिनले भनेको थियो त्यस्तै टाइपको समाज बन्नुपर्छ भन्ने पनि एक प्रकारको जुन आग्रह, यसलाई म पूर्वाग्रह भन्छु। किनभने जगत प्रत्येक दिन परिवर्तित भइरहेको छ, लेनिनको समय अब रहेन होइन। वेस्टमिन्स्टर डिजाइन जुन बेला भएको थियो त्यो बेलाको अब संसार रहेन, अब संसार मिश्रित भइसक्यो। अब कुनै एउटा आइडियोलोजीबाट यो संसार चल्नै सक्दैन, अब समन्वयको संसार भइसक्यो र यो आउनलाई अध्यात्मले ठुलो काम गर्छ। त्यसो भए स्वामीजीको नजरमा हाम्रो राजनैतिक नेतृत्वलाई त अध्यात्मको खाँचो सामान्य जनभन्दा झन् बढ्ता छ होइन? त्यही महात्मा गान्धीले पनि त्यही सिकाउनु भएको, त्यही प्रयोग गर्न खोज्नु भएको उहाँले, कि आध्यात्मिक व्यक्तिहरूले पनि धर्मबाट प्रेरणा लियोस् र धार्मिक होस्। त्यसमा सफल पनि हुनुभयो उहाँले भारतको स्वतन्त्रमा। अध्यात्म र धर्मको कुरा गर्दाखेरि कुनै आध्यात्मिक व्यक्तिले कुनै धर्म विशेषता मानिराख्नु पर्दैन नि, किनभने प्रचण्डजीलाई कुनै धर्ममा आस्था नहोला। त्यो धर्म त विश्लेषण, धर्म त हाम्रो पनि विश्वास छैन, हिन्दू धर्म, क्रिस्चियन धर्म, यो सिख धर्म, यसमा हाम्रो विश्वास छैन। धार्मिकता होइन, त धर्मको जुन प्राण हो के हो, धार्मिकता के हो भने ट्रुथ, सत्य, अनेस्टी होइन, अहिंसा होइन, दान, करुणा, यो सब फन्डामेन्टल भ्यालुज हो। यो सबै धर्ममा छ, कुनै धर्म तपाईँ पल्टाएर हेर्नुहोस्, मैत्रीय मित्रता, यो सबै धर्ममा छ। र त्यो हो धर्मको पनि धर्म, जसलाई बुद्धले भन्नुभयो यस धम्मो सनातन हो, यो सनातन हो। बुद्ध धर्म भन्दा पनि पहिला थियो, बुद्ध धर्म गएपछि पनि रहन्छ, यो सनातन धर्म हो। हाम्रो राजनीतिक नेतृत्वमा सहिष्णुता, आपसी सम्मान, यो भावनाहरू बढाउनको निम्ति उनीहरूमा आध्यात्मिकताको अलिकति एलिमेन्ट बढ्यो भने मुलुकले पनि बाटो पाउँथ्यो कि भन्ने जस्तो मलाई लाग्छ। बिकज आई डोन्ट बिलिभ द्याट देयर इज जस्ट इकोनोमिक एन्ड पोलिटिकल सोल्युसन अफ द कन्ट्री के। मलाई अब यो कुरा लाग्न छोडिसक्यो कि तपाईँले कुनै राजनैतिक दर्शनको आधारले अथवा आर्थिक दर्शनको आधारले मात्रै मुलुकका समस्यालाई हेर्नुभयो भने त्यसले समाधान निस्किन्छ जस्तो लाग्दैन। विजयबाबु, मेन कुरा बुझ्नुहोस् कि हामी सामाजिक प्राणी मनुष्य होइन, हामी मनोवैज्ञानिक कारणहरूले प्रभावित हुने व्यक्ति हौँ होइन। प्रशंसा गर्दै भने खुसी हुने, गाली गर्दै भने दुखी हुने, यो त हाम्रो स्वभाव होइन। जबसम्म हामी मनोवैज्ञानिक
यसमा बस्छौँ भने। त्यसकारणले यो मनुष्यको जो मूल समस्या हो जानुभयो भने त्यो आर्थिक पनि होइन, सामाजिक पनि होइन। सामाजिक रूपान्तरणले केही पनि हुँदैन। सामाजिक रूपान्तरण भएका देशहरू हेर्नुहोस् न, जुन चिज यहाँ ल्याउन खोजिराख्नु भएको छ उहाँहरूले, त्यो त आइसकेको छ नि। क्युबामा आइसकेको छ, रुसमा आयो त्यत्रो वर्ष, चाइनामा आयो, नर्थ कोरियामा आयो छ अहिले पनि। के जीवन सुखी छ? परिवर्तन यो आशा हो कि यो परिवर्तन भयो। मात्रै समाज बदलिन सक्छ हैन? ईट, अब एक एक ईटले बन्ने हो घर। ईट बलियो भयो भने घर आफै बलियो हुन्छ। म यो परिवर्तनहरू आएपछि नेताहरूसँग बस्ने मौका पाएको छु अनौपचारिक रूपमा। उनीहरूले मलाई भन्दै थिए कि विजय बाबु अब हेर्नुहोस्, अब हामी देशलाई यस्तो बनाइदिन्छौँ, उस्तो बनाइदिन्छौँ, यो परिवर्तन गरिदिन्छौँ, त्यो परिवर्तन गरिदिन्छौँ भनेर भने। अनि मैले उनीहरूलाई सोधेँ, तपाईँ सब चिज चाहिँ बदलिदिनुहुन्छ, आफू चाहिँ बदलिनुहुन्छ कि हुन्न भने। म किन बदलिने, म त बदलिन्न इन्डिभिजुअल चेन्ज नभएसम्म चाहिँ, व्यक्ति नबदलेसम्म केही हुँदैन। किनभने यहाँ माथि तपाईँले लेख्नु पनि भएको छ नि, व्यक्तिमा शान्ति समाजमा क्रान्ति। व्यक्तिमा शान्ति समाजमा क्रान्ति। हजुर, व्यक्तिमा शान्ति नभइकन सामाजिक क्रान्तिले मात्रै प्रतिफलन दिन सक्दैन। मनुष्यको नैसर्गिक वृत्ति बदल्न चाहिँ मानिस आध्यात्मिक हुन जरुरी छ हैन? परिवर्तन त्यसै सजिलो छैन, बडो गाह्रो छ परिवर्तन। चेन्ज त्यो एउटा हाम्रो के हुन्छ भने हामी सबै वी आर एफ्रेड अफ चेन्ज, फियर अफ चेन्ज। कोही मान्छे परिवर्तित हुन चाहँदैन। त्यसको लागि एउटा बडो स्कुल वर्क चाहिन्छ। अध्यात्म एउटा सैद्धान्तिक अवधारणाको रूपमा त अब हामीले अहिलेसम्म कुराकानी गर्यौं, तर यसलाई प्र्याक्टिकल, यसलाई व्यवहारिक रूपमा लिएर जाने टुल चाहिँ के हो? म एकदम व्यवहारिक टुल भनौँ भने के भन्छु भने, हामी सबै अरू समय भए नभए पनि राति त हामी सुत्छौँ। सुत्नुभन्दा अगाडि 15 मिनट होइन, मैले आज दिनभरमा के गरेँ, कसलाई कसलाई दुःख दिएँ, मेरो व्यवहारले कसलाई कसलाई चोट लाग्यो, त्यो नबोल्या भए पनि हुन्थ्यो कि त्यो चोट नगर्या भए पनि हुन्थ्यो कि के राम्रो हुन्थ्यो। 15 मिनट व्यक्तिले राति सुत्नु बेला आफ्नै दिनचर्यालाई एकचोटि मनन गरेर सुत्यो भने र बिहान उठेपछि फेरि 15 मिनट आफ्नै बेडमा बसेर रिल्याक्स भएर श्वासलाई हेरेर, प्रकृतिलाई हेरेर आजको दिन हिजो भएको गल्ती मुसा नहोस्, यति मात्रै गर्यो भने पनि ठुलो सुधार आउँछ। केही ठुलो म डिमान्ड गर्दिनँ। 15 मिनट चाहिँ आफूलाई नै आत्मविश्लेषण गर्ने, आफ्नै दिनचर्यालाई हेर्ने र मबाट कहाँ कहाँ बेहोसीमा नबोल्ने कुरा केही बोल्दिएँ कि, नगर्ने कुरा केही भयो कि मबाट, भविष्यमा नहोस्। यति मात्रै चिन्तन गरिदियो भने पनि ठुलो आध्यात्मिक क्रान्ति आउँछ यो देशमा। यो सबैले गर्न सक्छ 15 मिनट आफ्नो बेडमा बसेर। सबैले त गर्न सक्छ, इमानदारीपूर्वक गर्न चाहिँ पर्यो होइन। अब अभ्यास गएपछि एकै दिनमा इमानदारी चाहिँ त घट्ने चिज होइन विजय बाबु। इमानदारी भनेको त बहुत ठुलो कुरा हो। त्यो त प्रकाष्ठा, आफैप्रति इमानदारी भनेको त्यो त प्रकाष्ठा हो। त्यो त एउटा अध्यात्मको प्रकाष्ठा हो। अनेस्टी भनेको त अध्यात्मको प्रकाष्ठा हो। त्यो आउँछ एक बिस्तारै आउँछ यदि हामी व्यवहारप्रति अनेस्ट छ। अनेस्टको मतलबमा के भन्छु भने गल्ती गर्ने, टु इर इज ह्युमन होइन। त्यो हामी जबसम्म मनुष्य छौँ, मबाट गल्ती हुँदैन भन्नु पाखण्ड हो, ठुलो पाखण्ड। त्यो पाखण्डको कल्पना गर्नु हुँदैन। मबाट मिस्टेक चाहिँ हुन्छ, बट इमिडिएटली इफ आई रियलाइज माई मिस्टेक, त्यो चाहिँ सुपर ह्युमन हो होइन। त्यसको लागि म जिद्द नगरौँ।